हेलो हेलो नमस्ते वेलकम छ है मेरो मिनी ब्लगमा। आज पनि म लेकतिर छु। लेकमा कस्तो कुहिरो लागेको छ देख्न सक्नुहुन्छ। बिहान बिहानै चराको साउन्डहरूले त आम्मामा मन कस्तो आनन्द बनाइदिने। एकछिन सुन्नु है चराको आवाज। सुनिहाल्नुभयो नि होइन? तल हाइवेबाट जाँदा ठिकै थियो, वहाँ पुग्दा त डम्मै कुहिरो लागेर एकैछिनमा अँध्यारो न अँध्यारो भइदिइरहेको, फेरि एकैछिनमा घाम लागेको। गाउँमा आउने बाटो अफरोड भएर गाह्रो लाग्छ मलाई। हुन त तानतिङ, घान्द्रुक, सिग्लेस भन्दा त धेरै राम्रो बाटो छ, तर गाउँमा पुग्दा बस्ती नै छैन। सबै बस्ती उजाडेर बसाइ सरिसकेको छ। यो गाउँको माटो सुन्तला र कफी खेतीको लागि विशेषज्ञहरूद्वारा छानिएको माटो हो। त्यसैले अन्य होमस्टेहरू जस्तो यहाँ पनि पछि गएर राम्रो बाक्लो बस्ती होला कि नहोला। यो माथि लेक भएको हुनाले यहाँ फ्रिज पनि चाहिँदैन, जाडो हुन्छ। त्यस्तो लाङखुट्टेहरू पनि के पनि लाग्दैन। खानाहरू पनि बिहानदेखि बेलुकासम्म राख्दाखेरि पनि बसाउँदैन। यहाँको के भन्ने, यहाँको विशेषता भनौँ न, बजारको भन्दा यहाँको विशेषताहरू धेरै फरक छ। साह्रै आनन्द हुन्छ। अनि पानी भनौँ न, पानी बजारमा फ्रिजमा राखेको र यहाँको पानीहरू सिधै मूलबाट आएको सेम कन्डिसनको हुन्छ। सुन्तला, केरा, आँप जुन हामीले बजारमा किनेर खाइन्छ नि विषादयुक्त, यो त डाइरेक्ट हाम्रो हातमा हुन्छ, बोटबाट हातमा। गाउँको विशेषता यस्तो रमाइलो हुन्छ कि धेरै परिवार आउने जाने सवारी साधनहरू राम्रो भइदियो भने यो गाउँमा बस्न गाह्रो छैन। तर एक दुईजना परिवार अनि सवारी साधन चलाउन नसक्ने भएको हुँदा बस्तीहरू पनि एक गरी उजाड हुँदै गएको। कुनै दिनमा 14-15 जनाले भरिभराउ भएको घर आज कहिलेकाहीँ खुल्ला हुन्छ अनि फेरि ताला लाग्छ। गन्थन मन्थन सकौँ के अरे है। सबैलाई नमस्कार, धन्यवाद।